साथीहरु नमस्ते। म राज गुरुङ मेरो नयाँ युट्युब भ्लगमा हजुरहरुलाई स्वागत छ। साथीहरु आज म मेरो जन्म ठाउँ स्याङ्जा जिल्ला अर्जुन चौपरी गाउँपालिका 4 खेबाङ गाउँमा छु। विशेष गरेर साथीहरु वर्षको एकपटक गाउँमा हुनुभएको हाम्रो गोथाने गुरुङ परिवार र गाउँबाट बसाई सराई सरेर जानुभएको सम्पूर्ण गोथाने गुरुङ दाजुभाइ दिदीबहिनी चेलीबेटीहरूद्वारा भेला भएर कुल पूजा गर्ने, चिन्जान गर्ने, रमाइलो गर्ने गरिन्छ। हजुरहरूलाई आजको मेरो भिडियोमा सबै देखाउँदै जाने नै छु। मेरो यो भिडियोलाई सुरुबाट अन्तिमसम्म हेरेर साथ दिनुहोला। ओके साथीहरू, अहिले चाहिँ म मेरो जन्म गाउँमा छु। अहिले चाहिँ यहाँ दुईजना छोराहरूद्वारा हाम्रो तकुङ रोकुन्मे तमु गोथाने गुरुङ परिवारको जन्मदाताको स्वरूपमा बनाइएको मूर्तिमा रङ लगाउने काम पनि चलिरहेको छ। भोलि चाहिँ हामीले लामा गुरुहरूद्वारा विधिवत रूपमा पूजापाठको साथमा यही हाम्रो जन्मदाताको स्वरूपमा बनाइएको मूर्तिमा कुल पूजा गरिन्छ। यो चाहिँ हाम्रो गुरुङ समाजघर। भोलिको कुल पूजाको प्रोग्राम चाहिँ हाम्रो यही समाजघरभित्र हुँदैछ। आज चाहिँ हामी सबै दाजुभाइहरू मिलेर यहाँ चाहिँ भोलिको पूजाको लागि सेटिङ गर्दैछौँ। यसो खाना खाने, खाना सजाउनको लागि टेन्ट, खाना सजाउने भाँडाहरू सबै तयारी गरेर राखेका छौँ। आज चाहिँ इभिनिङ 4-5 बजेबाट चाहिँ हाम्रो यो गाउँबाट बसाई सरेर जानुभएको गोथाने गुरुङ दाजुभाइहरू सबै आउँदै हुनुहुन्छ। उहाँहरू आएपछि चाहिँ भोलि मर्निङमा हाम्रो कुल पूजाको प्रोग्राम छ। म पनि काठमाडौँबाट 2 दिन अगाडि नै गाउँमा आएर गाउँको दाजुभाइहरूसँग भोलि पूजाको लागि तयारीमा मद्दत गर्दैछु। कुल पूजामा आउनुहुने सम्पूर्ण पाहुनाहरूको लागि बस्नको लागि कुर्सी टेबल तयार बनाइसकेका छौँ। भोलि मर्निङबाट चाहिँ हाम्रो पूजा सुरु हुन्छ। यहाँ चाहिँ भाँडाहरू सरसफाइ गरेर तयारी अवस्थामा राख्ने काम हुँदैछ। माथिल्लो तलामा चाहिँ आउनेवाला पाहुनाहरूको लागि सुत्नको लागि कोठाहरू छ। यहाँ चाहिँ हाम्रो यो गुरुङ गाउँमा जति पनि प्रोग्रामहरू हुन्छ सबै अहिलेको अवस्थामा यही समाजघरभित्र हुने गर्दछ। यहाँ चाहिँ 2वटा सानो सानो बेडरुमहरू एट्याच टोयलेट बाथरुम सहितको छ। यो 2वटा बेडरुममा चाहिँ हाम्रो कुल पूजामा आउनुहुने सबैभन्दा वृद्ध ज्येष्ठ व्यक्तित्वलाई यस बेडरुममा राख्ने गरिन्छ। बिस्ताराहरू सबै रेडी बनाइसकेका छौँ। यतापट्टि चाहिँ 2टा ठुल्ठुलो सुत्नको लागि 2टा हल छ। यो एउटा हलमा चाहिँ हामीले जिन्सको लागि सुत्नको लागि हिजो नै बिस्ताराहरू एकदम तयार गरेर राखेका छौँ। यहाँ चाहिँ हाम्रो दाइ भाइहरूको लागि चाहिँ सुत्नको लागि बिस्तारा तयार गरेर राखेका छौँ। यतापट्टि पनि अर्को ठुलो हल छ। यसमा चाहिँ विशेष गरेर हाम्रो लेडिजहरू चेलीबेटी दिदीबहिनीहरूको लागि चाहिँ यसमा पनि बिस्तारा हिजो नै रेडी गरेर राखेका छौँ। किनकि आज चाहिँ भोलि पूजाको लागि जति पनि पाहुनाहरू आउनुहुन्छ सबै आज नै
आइपुग्नुहुन्छ। यहाँ चाहिँ हामीले सबै बिस्ताराहरू पनि रेडी गरेर राखिसकेका छौँ। अझै सजावटको कामहरू चाहिँ बाँकी नै छ। आज दिनभरिको टाइम छ अझै पनि। यो चाहिँ हाम्रो किचन हाउस। यो चाहिँ सेलरोटी भोलिको लागि नास्ता ब्रेकफास्टको लागि सेलरोटी तयार हुँदैछ। पूजाको लागि पाहुनाहरू आउने क्रम अब सुरु भइसकेको छ। हेलो ल हाम्रो भोलि पूजाको लागि चाहिँ पोखराबाट चेलीबेटीहरू दाजुभाइहरू भेनाहरू आउनु भएको छ। हाम्रो सुबेदार रुद्रभद्र दाई, हजुर दिदी, मेरो ठुलो दिदी आउनु भएको छ पूजाको लागि। गौमाया छोरी चाहिँ जम भन्दै जिपबाट चो ए चो सबन मु नमस्ते नमस्ते। सन्चै आउनु पोखराबाट सबै चेलीबेटीहरू दाजुहरू भेनाहरू आउनु भएको छ। ल यताबाट पनि फेरि पाहुनाहरू आउने कार्यक्रम चल्दैछ है त। नमस्ते है छोराहरू, नमस्ते नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै। पाहुनाहरू आउने कार्यक्रम चाहिँ चल्दैछ। दिदी नमस्कार। हेलो ल हाम्रो पोखराबाट हाम्रो चेलीबेटीहरू आउनु भएको छ। ल
ल मेरो माइली दिदी पोखराबाट आउनु भएको छ। यहाँ चाहिँ छोरी पनि आउनु भएको छ पोखराबाट। ल मिना छोरी पनि आउनु भएको छ। हाम्रो पोखरेली चेलीबेटीहरू पनि भोलिको हाम्रो कुल पूजाको प्रोग्राममा आउनु भएको छ। नमस्ते छोरी, नमस्ते। ल वेलकम छ तपाईँहरूलाई है। दिदी नमस्ते, नमस्ते। नमस्ते। ल नमस्ते हिमाल छोरी, नमस्ते। नमस्ते 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 छ। हाम्रो दाइ भाउजूहरू चेलीबेटी दिदीबहिनीहरू सबै आउनु भएको छ है। सबैले धन्यवाद। चौ 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 ढोके हाँगे दुखै हाँगे कति कहिले आएको? म अस्ति चौ हजुर आमामा खसम छैन ल चौ आमा हाँसौँ छोरी दाइ ढोके काठमाडौँबाट चाहिँ हाम्रो हाँगे चो छोरीहरू आउनुभएको छ। पूजाको कार्यक्रमको लागि सम्पूर्ण हाम्रो घोठाने परिवारहरू आउँदै हुनुहुन्छ। यहाँ चाहिँ अहिले सजी सजाउको कार्यक्रम पनि चल्दैछ है त। ल यता पनि फेरि हाम्रो घोठाने दाजुभाइहरू फेरि पनि आउनुभएको छ अर्को जिपमा पनि है त। भोलिको पूजाको लागि पाहुनाहरू आउने कार्यक्रम चाहिँ चल्दैछ अझै पनि है त। नमस्ते नमस्ते नमस्ते। पाहुनाहरू आउने कार्यक्रम चाहिँ चल्दैछ अझै पनि। आज लगभग सबै पाहुनाहरू आज सबै पाहुनाहरू आइपुग्नुहुन्छ। यहाँ चाहिँ भेटघाट हुँदैछ। हेलोमा गाडी छ हैन, त्यो हेलो 6-7 मिनेट पछि हिँड्यो भने चाहिँ कति टाइम लाग्छ त्यो राङकोलाबाट? ए हो, अनि त्यो हेलोबाट अहिले चाहिँ गाउँमा आइपुग्नु भएको पाहुनाहरूको दिउँसोको चिया नास्ता सुरु हुँदैछ। ल हाम्रो
खेवाङ मुलाबारी हाम्रो चेलीबेटी सबैजना आएर चाहिँ यहाँ सब्जी केलाउनका लागि मद्दत गर्नुभएको छ। यहाँ चाहिँ सब्जी केलाउनको लागि हाम्रो चेलीबेटीहरूले मद्दत गर्दै हुनुहुन्छ। हजुर दिदी, ल वेलकम छ हाम्रो दिदी बहिनीहरू छोरीहरू सबैलाई। यहाँ चाहिँ हाम्रो सबै गोथाने परिवारहरू गाउँमा आइसकेपछि भोलि बिहान कुल पूजा कसरी गर्ने, आउने दिनहरूमा कुल पूजा कसरी गर्ने भन्ने बारेमा छलफल चल्दैछ। पहिला हाम्रो धर्मगुरु पार्सिङ लामाज्यूबाट यो के भन्छ विधिवत लामाको विधिवत रूपमा चाहिँ हामीले त्यो मूर्ति स्थापना गऱ्यौँ र लास्ट इयरमा विधिवत रूपमा धर्मगुरुद्वारा कुल पूजा गऱ्यौँ। त्यसपछि अब अहिले पनि हाम्रो लामागुरु आउनुभएको छ र भोलिको कार्य चाहिँ लास्ट इयरको अनुसार चाहिँ हामीले अझै भव्य रूपमा उद्घाटन गर्ने भन्ने सोच थियो, तर सोच अनुसार नै सबै कुरो नहुँदो रहेछ। विभिन्न कारणवश हामीले चाहिँ अहिले यसलाई उद्घाटन गर्न चाहिँ सक्दैनौँ र अब हामीले सबैले एकजुट भएर गऱ्यौँ भने सायद लास्ट इयरमा उद्घाटन गर्न सक्छौँ होला। बिहानैबाट पूजा सुरु हुन्छ। पहिला कुल पूजा हुन्छ। कुलको विषयमा हामीलाई धेरै मान्छेलाई कम ज्ञान भएको महसुस गर्छु मैले। जस्तै यता चाहिँ हाम्रो लामागुरुहरूले भोलिको कुल पूजाको लागि अहिले नै तयारी गर्दै हुनुहुन्छ। Bye.
साथीहरु, आज चाहिँ हाम्रो कुल पूजाको दिन। हिजो चाहिँ राति खाना खाएपछि एकदमै नाचगानको साथमा रमाइलो भयो। आज चाहिँ अब हाम्रो कुल पूजा सुरु हुन्छ। हाम्रो खेबाङ गाउँ घोथाने चेलीबेटीहरू चाहिँ यहाँ पूजाको लागि रेडी भएर आउँदै हुनुहुन्छ। बाहिरै राख्नु डल्लो भएछ छैन स्टोर रुममा हुन्छ। अहिले चाहिँ हाम्रो कुलपितृ जन्मदाताको स्वरूपमा बनाइएको मूर्तिमा फूलमाला खादा चढाएर पूजा सुरु गरिँदैछ।
आज चाहिँ हाम्रो अर्जुन चौपरी गाउँपालिका 4 नम्बर खेबाङ गाउँमा हामी घोथाने परिवारबाट कुल पूजा हुँदैछ। स्पेसल्ली हाम्रो चेलीबेटीहरूद्वारा चाहिँ अहिले कुल पूजा सुरु भइरहेको छ। यहाँ चाहिँ होम हाल्ने कार्यक्रम पनि चल्दैछ कुल पूजामा। Oke tadi. Daibu terus sama
अनि हो त्यसमा घरमा राख्दै पर फेरि मलाई तास चालिस भयो मलाई ठिकै हुन्छ है त निमलाई सोध्दैछ भनाइ बाजे धेरै वहाँ के अरे तरुङ खोलामै 1 घन्टा 2 घन्टा सँगै बस्यो बस्छु भन्छु बाजे बाजे यहाँ यो सित चाहिँ अब सन्तोषित के अरे यो मियाहरू के उजीमा सुख उजी सबै छ ब्रेकफास्ट खानुहोस् हाम्रो चेलीबेटीहरु खाना खाइको नि भाडा यहाँ पूजा हुने गाउँ घरतिर घुमेर हुनु नमस्ते नमस्ते दिदी नमस्ते है नमस्ते दिदी नमस्ते ढोके है दिदी ल टाइममा नदिने के भन्या नमस्ते नमस्ते निल्छ निल्छ हाम्रो मातापुरो कुन्मे समाजको जो सन्तानहरू छ उहाँहरू चाहिँ एज ए अफसर र्याङ्कमा चाहिँ पनि पदोन्नति हुनुभएको छ, कमिसन लिनुभएको छ। यो कमिसन लिएको खुसीमा चाहिँ आज हाम्रो भाइ सन्तोष गुरुङ
ब्रिटिस आर्मीमा चाहिँ कमिसन अफिसर क्याप्टेन भएर आउनुभएको छ, ताली बजाउनुहोस्। डेलिभेटी समाजको तर्फबाट हाम्रो भाइ र हाम्रो ढाँगे हाम्रो आजीहरूलाई चाहिँ सम्मान हुने कार्यक्रम छ। सम्मान कार्यक्रमको लागि हाम्रो संस्थाको अध्यक्ष हाम्रो सूर्य फुपूलाई म चाहिँ सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। क्ल्याप गर्नु, सबैले क्ल्याप गर्नुस्। यहाँ चाहिँ अहिले छोरा सन्तोष गुरुङ ब्रिटिस आर्मीमा क्याप्टेन बनेर गाउँमा पहिलोपटक आउनुभएकोमा सम्पूर्ण घोताने चेलीबेटी र दाजुभाइहरूद्वारा सम्मान गर्दै साथै उहाँको बाबाआमालाई पनि सम्मान गर्ने कार्यक्रम चल्दैछ। अरे अब दाइले दिन पर्यो नि भाइ। एकदम खुसी लाग्यो। यो फाइनल फोटो है यो। रेडी। भर्खरै कुलपूजा सिद्धिए लगत्तै हाम्रो अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीज्यू र उपाध्यक्ष मेरो नातिनी सपना गुरुङको उपस्थितिमा औपचारिक कार्यक्रम 14औं राष्ट्रिय भेला सुरु भइरहेको छ। हाम्रो बुवामा दाजुभाइहरू एवं हाम्रो धर्मगुरु सम्पूर्ण चेलीबेटी बुवामा दाजुभाइहरू सम्पूर्णमा म हजुरहरूलाई हाम्रो यस तबुत कोने गुरुङ समाजको समितिको तर्फबाट एवं मेरो व्यक्तिगत तर्फबाट हजुरहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रो यो कमिटीमा ती प्रचलन गरेर उद्घाटन गरिदिनु हुनको लागि अनुरोध गर्दछु। उहाँलाई सहयोग गरिदिनु होला। आदरणीय अध्यक्षज्यूलाई अनुरोध गर्दछु।
आदरणीय आजका प्रमुख अतिथि प्रकाश तिवारीज्यूलाई भाङ्रा लगाएर सम्मान गरिदिनु भएकोमा धन्यवाद छ चेलीबेटीलाई र उहाँले सहर्ष स्वीकार दिनु भएकोमा पनि उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। र अब म यस संस्थाको प्रतिवेदन सुनाउन चाहन्छु। डुमा तबु लोकगम्य तमु भोटानी गुरुङ समाज खेमो खेबाङ अर्जुन चौधरी चार साइन्जा प्रतिवेदन प्रस्तुतकर्ता सचिव रुद्रबहादुर गुरुङ सुबेदार मेजर रिटायर्ड। आदरणीय अध्यक्षज्यू प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू र मञ्चमा आसीन अतिथिगण साथै डुमा तबु लोकगम्य राष्ट्रिय भेला भएका छौँ। यस समाजका अध्यक्ष एवं आजका कार्यक्रमका सभाध्यक्ष आदरणीय बेलबहादुर गुरुङज्यू, प्रमुख अतिथिको रूपमा बाहिर भएको अर्जुन चौधरी गाउँपालिकाका प्रमुख आदरणीय प्रकाश तिवारीज्यू, धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सदस्य सभाध्यक्षज्यू अर्जुन चौधरी गाउँपालिकाका उपाध्यक्षज्यू तथा उपस्थित हुनुभएका सदस्य बुढामा दाजुभाइ तथा दिदीबहिनीहरू,
देखाउनु न यहाँ यस्तो सर्भिस गरिरहेको छोराहरूले हेलो कस्तो हुँदैछ सही ठाउँमा बसेर
आज फेयाउ लु ठुलो घाँस हाल्दै सर खानु खानु अलि मिठो मानेर खानु है नमिठो भए पनि हाम्रो चेलीबेटीहरू दुई कि तीन है बुबु हेलो बुबु खाने मान्छेलाई त भनेको कुराहरू यता भिडियोमा सुन्नेलाई त्यो कट खानै नहुने खाँदैन ल हाई गर्दिन पर्यो सबैले भिडियोमा बुबु ल
बाई बाई छोरी ल बाई बाई ल दिदी ल राम्रोसँग जानुहोस् ल के ल बाई बाई ए ल ल हस् हुन्छ ल ल ओके बाई बाई दिदी ल दिदी ल बाई बाई ल ल छोरी बाई बाई कुल पूजामा आउनुभएको हाम्रो गाउँको चेलीबेटीहरू चाहिँ आफ्नो घरमा फर्कने क्रम चल्दैछ। सबैजना बिस्तारै बिस्तारै आज पूजा पनि सिद्धियो, सबैजना आफ्नो आफ्नो घरमा जाँदै हुनुहुन्छ। ल चेलीबेटीहरूलाई चाहिँ हाम्रो मेरो ठुलो भाउजूले चाहिँ गाउँको लोकल साग दिनुभएको छ। सबै चेलीबेटीहरूले लोकल साग एक एक प्लास्टिक गाउँको लाँदै हुनुहुन्छ। यो चाहिँ मेरो जेठा दाईको घर, दाई भाउजूले चाहिँ सबै चेलीबेटीहरूलाई चाहिँ गाउँको लोकल साग दिएर गुन्द्रुकहरू दिएर बिदाई गर्दै हुनुहुन्छ।
ल ओके छोरी ल बाई बाई है फेरि भेटौँ ल ल चौँ ल चौँ चौँ त्यहाँ हो कि ल ल हुन्छ चौँ त्यही त बस्नु पऱ्यो नि आज त हजुर 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 चौँ म त हालिदिसकेको होइन फुललाई चिनेर माइतको पानी एकअनी डाँडाको चिसो पानी एकदम मूलको पानी हो छोरी एकदम अर्गानिक पानी एकदमै हो यो खाएर धेरै बच्चा रोग पनि भाग्छ हो नि एउटै हो नि आजी त म ठ्याक्क ठ्याक्क अलिकति जे भन्छ त नि आइन्छ क्या आजी भन्नु सजिलो बज्यो हुन्छ अनि ओइ Bye bye everyone. Hey, la bye bye. La bye bye. Huh? Yeah. No. Thank you so much for watching. See you in next vlog. Bye bye.